साथीहरु एकछिन यो भिडियो सुनौ है एकछिन यो भिडियो सुन्नुस् है त। रविको रासोपाले के आलुहरू सिद्धेको तँलाई तेरो मुखले आफै सिद्धिसकिस्। अर्कै अब त गइस् के त पूर्वको धेरै राम्रो नेता बन्छ होला भन्ने थियो, त लास्टै खत्तम भएछ। काम छैन अब तेरो। अब त माटो साटो त्यो दुनियाँ त तँलाई त त्यो धरानको मेयर पनि ज्यादा पद हुँदो रहेछ नि त यो हिसाबले त। तँलाई त प्रधानमन्त्री भइस् भने तँलाई त देश त झन् सखाप बन्छ। ओलीभन्दा तँ एकदम डेन्जर खतरा हुन्छस्। ओलीको बाजे हुँदैछ त। ओलीले के ओलीको राजा हुँदैछ। जतिखेर रवि भनेछ, रासोपा भनेछ, रवि भनेछ, रवि तेरो के खाइदिएको छ र? चुप लाएर आफ्नो सिद्धान्त गर न। खालि रविको पछि परेछ। रवि खाला जाठा मुख भोरि तँलाई दिन आँटेको भोट पनि म त दिँदिनँ। अब तँलाई त दिन्न। अलिअलि त्यो बाटोमा भोट हाल्नेहरूको पनि औँला बिग्रिन्छ। अब त नदेऊ बरु, सत्यनाश सर्वस्व हुन्छ। डियर हर्क साम्पाङ, तपाईले यस्तै आम जनताको भिडियोहरू सन्देशहरू ग्रहण गरिरहनु भएको छ कि छैन त्यो मलाई थाहा छैन। म पनि तपाईको शुभचिन्तक थिएँ, म आज छैन। अझै पनि तपाईप्रति सद्भाव भने छ। तपाईँ यो देशलाई चाहिने मान्छे हो। यो देशको लागि केही न केही योगदान गरिरहनु भएको मान्छे हो। तर तपाईले नयाँ भन्नेहरूसँग देखिएका कमी कमजोरीहरूलाई सुधार्नका लागि अपिल, साथ, सहयोग, समर्थन गर्नुपर्ने ठाउँमा तपाईले त नयाँहरूसँग भएका केही कमी कमजोरीहरूलाई खोतल्ने, तिनका परिवारसम्म जाने, व्यक्तिगत विवरण निकाल्ने समयका व्यवहारहरू गर्नुभएको छ। तपाईका यस्ता व्यवहारहरूले रविलाई भनौँ, कुलमानलाई भनौँ, बालेनलाई भनौँ अथवा तीभन्दा बाहेकका अन्य कुनै नयाँहरूलाई भनौँ, तिनीहरूलाई खासै केही असर पर्दैन। किनभने त्यसको सबैभन्दा ठुलो असर त तपाईलाई पर्ने हो। त्यो हामी चाहदैनौँ मेयर साहब। त्यसैले तपाईलाई थाहा छ यो देश विषम परिस्थितिमा छ। यो अवस्था भनेको नयाँहरूसँग लडाईँ गर्ने, नयाँसँग भएका आन्तरिक कमी कमजोरी अथवा वैयक्तिक कमी कमजोरीहरू कोट्याउने र हेप्ने, गाली गर्ने कुराहरू नगर्नुहोस्। तपाईले लेख्ने स्ट्याटसहरू, तपाईले बोल्ने भाषा शैलीहरू त्यही सिकाउने हो त हामीलाई पनि। त्यही सिकाउने हो तपाईका समर्थकहरूलाई। अनि त्यही सिक्ने हो त तपाईका समर्थक र हामीहरूले। हिजो एमाले, कांग्रेस र माओवादीहरूमा एक अर्कामा कट्टर दुश्मनी थिए, एक अर्कालाई बेजोड आलोचना गर्थे, गाली गर्थे। अनि चुनावको ताका भनौँ अथवा सरकार गठबन्धन गर्ने बेलामा भनौँ अथवा सरकार बनाउने बेलामा नेताहरू मिल्थे र आम जनताहरू फेरि अनुहारै देखाउन नसक्ने भन्थे। त्यसैले गर्दा नयाँहरूले पनि नेताहरूले, नयाँ भनिएका नेताहरू, आशा गरिएका नेताहरूले एक अर्कामा बेजोड गाली, बेजती, हैन, देश फैलाउने भाषाको प्रयोग गर्नुहुन्न। र यसरी नै जसरी आज हरेक आम जनताहरूले हर्क साम्बाङलाई भोट हाल्नुपर्छ, हर्क साम्बाङलाई भोट दिउँ, हर्क साम्बाङले केही गर्छ भन्ने लागेका जनताहरूको मनमा बिस्तारै तपाईप्रति घृणा फैलिन थालेको छ, देश आउन थालेको छ। त्यसैले गर्दा मेयर साहब सुध्रिनुहोस्। तपाईँ यो देशलाई चाहिने मान्छे हो। तपाईँ जति यो देशलाई चाहिन्छ, रवि, बालेन, हर्क, कुलमानहरू त्यति नै यो देशलाई आवश्यक छन्। तीभन्दा अझ नयाँ पुस्ताका मान्छेहरूलाई अझै आवश्यकता छ। यही समाजमा, त्यही समाजमा, तिनै राजनीतिक दलहरूले नेतृत्व गरेको समाजमा हुर्किएका हामी कमी कमजोरी त हुन्छ नि मेयर साहब। तपाईसँग पनि छ, रविसँग पनि छ, बालेनसँग पनि छ, कुलमानसँग पनि छ। तीभन्दा पछाडिका अन्य नयाँ तपाईहरूलाई देखेर औ नयाँहरूले केही गर्नुपर्छ भनेर निक्लिन लागेकाहरूसँग पनि कमी कमजोरी छन्, हैन? त्यसलाई सुधार्ने हो, सुधार गरेर लाने हो, कमी कमजोरी देखेकाहरूलाई सुधार गर्न सुझाव दिने हो। यसरी अगाडि बढ्नुभयो भनेदेखि तपाईलाई जनताले मन र मत दिनेछन्। होइन भने तपाईका देखिएका कर्महरूमा पनि जनताले मन र मत दिन छोड्नेछन्। यसरी नै बिस्तारै जनताले आलोचना गर्नेछन् है मेयर साहब। धन्यवाद।